ल भयो यो बनाऊ ल स्प्रे खोइ स्प्रे धेरै नै आउनुलाई हल्का हुँदा छ कि ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु विमल खड्का ल बाइ भर पऱ्यो यार गाना भित्रनु क्या सम्पूर्णमा नमस्कार। आज विशेष गरी आज कार्तिक 18 गते मेरो एकदमै विशेष दिन। म यो धरतीमा पाइला टेकेको आज 24औं जन्मोत्सवको अवसरमा मेरो एकदमै प्रिय साथी ललित थापा, हाम्रो बिजी इलेक्ट्रोनिक शिवराज अनि हाम्रो दाई अनि यता हाम्रो सनराइजको प्रोपराइटर आदरणीय दाईले चाहिँ मलाई एउटा बर्थडे सेलिब्रेट गर्नको लागि साथ सपोर्ट दिनुभएको छ। यसको लागि चाहिँ एकदमै धेरै धेरै धन्यवाद छ। र मलाई आज प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न फेसबुक टिकटक मार्फत मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण मेरो एकदमै प्रिय व्यक्तित्वहरूलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। र प्रिय साथीहरू गाउँभन्दा धेरै टाढा भएको कारणले आज अलि रमाइलो भएन है। यो कार्यक्रम अलि छोटो र कम मात्रामा भयो र बाँकी कार्यक्रम अब अर्को सालमा गरौँला। ल एकदमै विशेष ल जन्मदिनको धेरै धेरै शुभकामना। अब सबैले सुके दादाको नाममा तिमीलाई चिन्छन्। एकदम विमललाई धेरै धेरै जन्मदिनको लाखौं लाख शुभकामना। म चाहिँ सुके दादालाई चिन्नु पर्यो होइन, केक काटौँ है। ल चक्कु पनि काटिहाल्नु त यार। प्लानै थिएन कि हाम्रो के चाहिँ हुन्छ त यार। अब चाहिँ यो हुन्छ यार। ल जन्मदिनको धेरै धेरै शुभकामना। थप उन्नति प्रगति होस्। शुभकामना। अनि एकछिन म चाहिँ लगाइदिन्छु अलिकति। धेरै नलाउ चिसो छ यार लास्टै। बिहान नुहाइया ढाक्दैन तताएर। आज बर्थडेका दिन ननुहाइ नहुने जन्मदिन। ल अलिकति यसो न। ल हाम्रो माया यस्तै रहिरहोस् है त। साथीको नाममा अरू केही दिन नपाए पनि यो माया चाहिँ ह्याप्पी बर्थडे ल सुके दादालाई। फोटो खिच्न फोटो हान्न पर्छ। फोटो चाहिँ एकदिन हान्छ फोटो हालिदिनु त म। ल क्लिक क्लिक। अब यसो गरौँ म यता। ल हेरौँ बिजी अलि हल्का यता। ल ल भयो ल भयो फोटो भयो सर। ल लगाइदिनु ल। अनि तिमीले हामीले ए दुईटाले लाए हुन्छ कि दुईचोटि एउटै दुईचोटि लाग्यो पनि हुन्छ। ल जन्मदिनको धेरै धेरै शुभकामना। यसरी प्रगति हुँदै जाओस्। हस् थ्याङ्क यू सो मच। यसरी सपोर्ट गर्नु होला। हामी आयो भने अर्डर अलि चाँडो ल्याइदिनु होला। बाहिर बाटोमा नरोकिदिनु होला। स्कुटरको चाबी नछोपिदिनु होला कहिलेकाहीँ। पहिला मैले दिने हो। बिजी साथी अस्ति मुस्ताङ क्यान्सिल हान्नुभयो। नेक्स्ट टाइम यस्तो नगर्नु होला। अस्ति केटाहरू बिना प्लानिङ गर्दा होला। को पुगै नि कोही पुगेन नि। सारा बिजीले गर्दा खतम बनायो। अलि धेरै भयो बिजीलाई। भाउजूलाई चिन्नु पनि होस् त। सधैँ यसरी आइराख्ने अरू साथीलाई पनि ल्याइराख्नु। हामी एकदमै आइरहेछौँ। तपाईँले के चक्कु छैन सबै बर्थडे एकैचोटि मनाइदिनु लाग्यो क्या। चौको पहिल्यै भाँचिहाल्यो डुप्लिकेट रहेछ। रिटर्न गर्नु पऱ्यो क्या। ल जन्मदिनको शुभकामना धेरै धेरै। अनि यहाँ लगाइदिनु यस्तै हो क्या। गाइज हाम्रो विमल खड्काको बर्थडे सेलिब्रेट हुँदैछ। हामी यतिखेर दुल्लुमा छौँ सनराइज होटलमा। एकदम बवाल। अब
बर्थडे सेलिब्रेट हुँदैछ यहाँ देख्न सक्नुहुन्छ एकदम ल दाइ फलेउटी सलेउटी ल्याऊ सनराइजमा ल्याउ र चाउमिन साउमिन खुवाऊ जाऊ आउजी पनि मजा आएको छ फलौटी ल्याउनु न मित्र थ्याङ्क यू सो मच भाइ ल हाम्रो बर्थडे सकियो हाम्रो अपरम्पार माया सधैँ रहिरहोस्। यहाँ दबाउनलाई माथिको टुमा ल फोटो हानिदिने त्यसै भिडियोबाट यहाँबाट भिडियो भइरहन्छ माथि त दबाई दबाई राख्नु पर्ने क्लिक गर्नुलाई के छाउँ न कस्तो के भयो कि अब मलाई पुग्यो माथिबाट खस्ने रहेछ ल जस्तो क्लिक गर्दा एकदम हाँसो वाली राति दुई चारवटा भयो